SDLC र यसका फेजेसहरूको बारेमा के टपिक हो भन्नुस् त SDLC र यसका फेजेसहरू ठीक छ यसको फुल फर्म हुन्छ सिस्टम डेभलपमेन्ट लाइफ साइकल कहिलेकाहीँ यसलाई सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल पनि भन्ने गरिन्छ के भनिन्छ सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल तर यसको बेस्ट फुल फर्म के हुन्छ सिस्टम डेभलपमेन्ट लाइफ साइकल सिस्टम डेभलपमेन्ट अब तपाईहरुले के याद राख्नुपर्छ भने कुनै पनि प्रोग्राम बनाउनको लागि कुनै पनि सफ्टवेयर बनाउनको लागि प्रोग्रामरले SDLC लाई फलो गर्ने गर्दछ कल्पना सुनिरहेछ प्रोग्रामरले प्रोग्राम बनाउँछ तपाईहरुलाई त थाहा छ को प्रोग्राम लेख्छ प्रोग्रामरले त प्रोग्रामरले कुनै पनि कम्प्युटरको प्रोग्रामहरु बनाउनको लागि सिस्टम बनाउनको लागि SDLC लाई फलो गर्छ अब तपाईले भन्नुहुन्छ सर SDLC के हो फुल फर्म हेरिसक्नु भयो सिस्टम डेभलपमेन्ट लाइफ साइकल यो एउटा स्टेप बाइ स्टेप मेथड हो यो एउटा स्टेप बाइ स्टेप प्रोसेस हो के बनाउने सफ्टवेयर बनाउने यो एउटा स्टेप बाइ स्टेप प्रोसेस हो एकैपल्टमा सफ्टवेयर बनाउन सकिन्छ एकैपल्टमा प्रोग्राम बनाउन सकिन्छ हैन हामीलाई पेजहरुलाई के गर्नुपर्ने हुन्छ फलो गर्नुपर्ने हुन्छ जस्तै यो बिल्डिङ एकैपल्टमा त बनिहाल्दैन प्लानिङ चाहिन्छ रिक्वायरमेन्ट कलेक्सन चाहिन्छ डिफ्रेन्ट किसिमको डिजाइनिङहरु चाहिन्छ एकैपल्टमा त सुरु गर्दैन नि धेरै किसिमको त्यसको लागि पेजेसहरु हुन्छ यस्तै यो कम्प्युटरको सफ्टवेयर बनाउनको लागि पनि के बनाउनको लागि सिस्टम अथवा सफ्टवेयर बनाउनको लागि पनि के को फलो गर्नुपर्ने हुन्छ फेजेसहरुको फलो गर्नुपर्ने हुन्छ हेर्नुस् यो एउटा SDLC भनेको के हो एउटा स्टेप बाइ स्टेप के हो प्रोसेस हो जसको मद्दतबाट एउटा गुड सफ्टवेयर बनाउन सकिन्छ एउटा राम्रो सफ्टवेयर बनाउन सकिन्छ यसलाई फलो नगरेर राम्रो सफ्टवेयर बनाउन असम्भव छ सानो सानो प्रब्लमहरु छ भने ठिकै छ तर ठुलो प्रब्लमहरु छ भने के गर्छौं हामी त्यो प्रब्लमलाई प्राप्त गर्नको लागि सल्युसनमा कन्भर्ट गर्नको लागि हामी प्लानहरु बनाउँछौं कि बनाउँछौं एकैपल्टमा त हुँदैन इट हेल्प्स मेक श्योर द सफ्टवेयर इज वेल प्लान्ड हेर्नुस् दिएको छ नि वेल प्लान्ड वर्क्स करेक्टली एन्ड मिट्स युजर रिक्वायरमेन्ट हामीले सफ्टवेयर कुन तरिकाले बनाउनु पर्छ कि त्यो सफ्टवेयरले राम्रो तरिकाले फंक्सन गरोस् काम गरोस् नत्र पछि गएर 5 + 5 जोड्दा 11 आउँछ मतलब प्लानिङ भएको छैन राम्ररी एररहरु आइरहेको हुन्छ मैले त भनिसके तपाईलाई हिजो एररहरुको बारेमा भनेको थिएँ कुन एरर भनेको थिएँ मैले सिन्ट्याक्स एरर भनेको थिएँ लजिकल एरर भनेको थिएँ त्यसपछि रन टाइम एरर भनेको थिएँ लिंकर एररहरु मैले भनेको थिएँ यो एररहरु यदि तपाई वेल प्लान अनुसार जानु भएन टेस्टिङ गर्नु भएन यहाँ टेस्टिङको लागि कुरा पनि छ यहाँ हामी टेस्टिङको लागि कुरा टेस्टिङ एन्ड डिबगिङको लागि कुरा पनि छ गरेन भने प्रोग्राम चलाउने बेलामा युजरलाई डिफ्रेन्ट किसिमको डिफिकल्टीजहरु आउन सक्छ अझ के आउँदैन हेर्नु करेक्टली काम पनि गर्नु पर्यो युजरको रिक्वायरमेन्टहरु पनि युजरको नीड्सहरु पनि के हुनु पर्यो पूरा हुनु पर्यो नि युजरले जुन तरिकाले अथवा जुन कामको लागि सफ्टवेयर तपाईलाई बनाउनको लागि दिएको छ त्यो काम हुनु पर्यो कि परेन त्यसैको लागि पनि यो SDLC लाई फलो गर्नुपर्छ यो SDLC लाई फलो गर्ने भनेको कसले हो प्रोग्रामरले यो सफ्टवेयर इन्डस्ट्रीमा सफ्टवेयर डेभलपमेन्ट गर्नको लागि सिस्टम डेभलपमेन्ट गर्नको लागि यो SDLC लाई फलो गर्छ के बनाउनको लागि सफ्टवेयर बनाउनको लागि प्रोग्राम बनाउनको लागि यसलाई फलो गर्ने गर्दछ यो किन फलो गर्छ यो फलो गरेपछि एउटा गुड सफ्टवेयर बन्छ राम्रो सफ्टवेयर बन्छ कुरा बुझ्नु भयो र एउटा डेडलाइनको भित्रमा बन्छ यदि तपाईको प्लानिङ छैन तपाई कुनै पनि काम गर्दा यदि तपाईसँग प्लानिङ छैन भने कहिले समाप्त हुन्छ त्यो काम कहिले समाप्त हुँदैन तपाईलाई आफै थाहा हुँदैन तपाई लोक सेवाको तयारी गर्नुहुन्छ तपाई शिक्षक सेवाको तयारी गर्नुहुन्छ अथवा बैंकिङको तयारी गर्नुहुन्छ तर तपाईसँग एउटा गुड प्लान छैन भने के हुन सक्छ तपाई फेलियर हुन सक्नुहुन्छ किनभने प्लान अनुसार हामीले अगाडि बढ्नुपर्ने हुन्छ कुन बेला के पर्ने हो कि हैन त्यो तपाईलाई थाहा हुँदैन कति बेला घर जाने कति बेला घरबाट आउने त्यही भएर एउटा प्लान चाहिन्छ र SDLC ले प्रोग्रामरलाई एउटा के दिन्छ प्लान दिने गर्दछ आइडिया दिने गर्दछ स्टेप्सहरु दिने गर्दछ फेजेसहरु दिने गर्दछ तिमीलाई यो काम गर्नुस् त्यसपछि 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 यो काम गर्नुस् त्यही भएर मैले 7 वटा काम लेखेको छु स्टेप बाइ स्टेप गरेपछि त हामी प्राप्त गर्न सक्छौं कि सक्दैन हो तब तपाईले सोधेपछि SDLC के हो के SDLC एउटा तपाईको प्रोसेस हो एउटा मेथड हो एउटा टुल्स हो जुन प्रोग्रामरले प्रयोग गरेर एउटा गुड सफ्टवेयरको निर्माण गर्न सक्छ र यसको भित्रमा धेरै फेजेसहरु छ के छ यसको भित्रमा धेरै फेजेसहरु छ सामान्य भाषामा तपाईहरुले भन्नु पर्दा किनभने तपाईहरुले फर्स्ट टाइम प्रोग्रामिङ पढ्नको लागि आउनु भएको हो कि हैन त्यही एकदम क्लियरली तरिकाले तपाईलाई बुझेर जानु पर्छ लेख्नु भन्दा पहिला तपाईहरु बुझ्ने प्रयास गर्नुस् लेख्ने कुराहरु त सामान्य हामी के गर्न सक्छौं अहिले त तपाईको टेक्नोलोजीको जमाना छ गुगलमा टाइप गरेपछि आइहाल्छ तर मुख्य कुरा आर यु एबल टु अन्डरस्ट्यान्ड अर नट
इट डिफाइन्स द स्टेज, यसले डिफाइन गर्छ स्टेज इन्भल्भ इन सफ्टवेयर। कुनै सफ्टवेयर निर्माण गर्नको लागि कुन कुन स्टेजहरूलाई फलो गर्नुपर्ने हुन्छ यसले डिफाइन गर्ने गर्दछ। सुरुवातैदेखि मतलब क्रिएसनदेखि लिएर हेर्नु न, क्रिएसन मतलब सुरुदेखि हामी बनाउँछौँ नि, क्रिएसन मतलब यहीँदेखि चाहिँ प्लानिङ, हेर्नुहोस् न, फ्रम द इनिसियल प्लानिङ, सुरुवाती प्लानिङदेखि लिएर टु फाइनल डिप्लोइमेन्ट एन्ड मेन्टेनेन्स। फाइनल स्टेज कुन हुन्छ? डिप्लोइमेन्ट एन्ड मेन्टेनेन्स हुन्छ। डिप्लोइमेन्ट मतलब के? बनाएर प्लानिङ गरेर तपाईँले प्लानिङ गर्नुभयो के कि सफ्टवेयर बनाउँछु, त प्लानिङ गरेर सफ्टवेयर बनाउँछु, त लास्टमा त तपाईँलाई डिप्लोइमेन्ट गर्नुपर्छ। डिप्लोइमेन्ट मतलब के? जसको लागि बनाउनु भएको छ त्यसलाई दिनु, रिलिज गर्नु। जस्तै मेरो लागि तपाईँले के बनाउनु भयो? सफ्टवेयर बनाउनु भयो भने त मलाई दिनुपर्छ नि सफ्टवेयर, त्यसलाई भनिन्छ डिप्लोइमेन्ट। तपाईँले बनाउनु भयो, जस्तै यो मार्कर बनियो, त्यसपछि डिप्लोइमेन्ट गरियो नि, बजारमा दियो नि, अहिले हामी किन्न पाइरहेका छौँ कि छैन? त्यस्तै सफ्टवेयर बनाइसकेपछि प्लानिङ हुन्छ र प्लानिङ पछि लास्टमा के हुन्छ? यो फर्स्ट स्टेज के हो? प्लानिङ हो भने लास्ट स्टेज के हो? डिप्लोइमेन्ट र मेन्टेनेन्स हो। डिप्लोइमेन्ट मतलब जसको लागि तपाईँले प्रोग्राम बनाउनु भएको छ उसलाई दिनुपर्छ कि पर्दैन? यसलाई के भन्ने गरिन्छ? डिप्लोइमेन्ट। र मेन्टेनेन्स भनेको दिएर मात्रै हुन्छ, तपाईँलाई लङ टर्म, यहाँ मैले लेखेको छु, तपाईँलाई लङ टर्म सपोर्ट पनि गर्नुपर्ने हुन्छ। केही खराबी भयो त्यो प्रोग्राममा, सफ्टवेयरमा केही खराबी भयो भने त्यसलाई सहयोग पनि गर्नुपर्ने हुन्छ। ल अब हेरौँ, यो त बुझ्नु भयो नि एसडिएलसी भनेको थियो, ठिक छ? कल्पना बुझ्यो? सनक बुझ्यो कि बुझेन? बुझिरहेछ सबैजना? अब फेजेजहरू हेर्नुहोस्। के फेजेजहरू? फेज भनेको तपाईँको स्टेप्सहरू, के स्टेप्सहरू छ? यो त किनभने त्यो लाइफ साइकल हो नि, लाइफ साइकलमा त धेरै स्टेप्सहरू हुन्छ, फेजेजहरू हुने गर्दछ। क्लियरली बुझ्नु भयो? त प्लानिङ सबभन्दा पहिला तपाईँले कुनै काम गर्नुहुन्छ भने सबभन्दा पहिला के चाहिन्छ? प्लानिङ चाहिन्छ। विदाउट प्लानिङको तपाईँ अगाडि बढ्नु भयो भने फेलियर हुनुहुन्छ। तपाईँ यहाँ पढ्नको लागि आउनुभएको छ, बिएड आइसिटी पढ्नको लागि, बिएड आइटी पढ्नको लागि आउनुभएको छ भने तपाईँसँग त प्लानिङ छ नि, म यो पढेर यो गर्ने, म यहाँ जाने, तपाईँसँग त प्लानिङ हुनुपर्छ नि। अब बिना प्लानिङ सर मलाई त्यो थाहा छैन कि पढेर के हुन्छ, त्यही पनि आइरहेको छु, त्यस्तोलाई प्लानिङ भनिँदैन। प्लानिङ भनेको तपाईँको यो पढेर म कुनै निश्चित ठाउँमा काम गर्ने उद्देश्य लिएर आएको छु, त कुनै पनि कामको के हुन्छ? प्लानिङ हुन्छ। विदाउट प्लानिङको हामी केही पनि प्राप्त गर्न, उद्देश्य हामीलाई राख्नै पर्ने हुन्छ, केही पनि प्राप्त गर्न सक्दैन। त प्लानिङ भनेको तपाईँलाई डिफाइन गर्नुपर्ने हुन्छ प्रब्लम, म किन बनाइरहेको छु सफ्टवेयर, वाट इज द मेन पर्पस अफ डेभलपिङ द सफ्टवेयर, पहिला त डिफाइन गर्नुपर्ने हुन्छ नि। तपाईँ सफ्टवेयर बनाउनुभन्दा पहिला तपाईँले प्लानिङ हुनुपर्ने हुन्छ। ए ल यसको लागि म सफ्टवेयर बनाउँछु, त्यसको लागि पहिला त डिफाइनिङ। कुरा क्लियरली बुझ्नुभयो? यहाँ प्लानिङ इज द भेरी फर्स्ट स्टेज। त्यसपछि तपाईँ प्लानिङ गरिसकेपछि अब दोस्रो नम्बरमा के? रिक्वायरमेन्ट कलेक्सन एन्ड एनालाइसिस। दोस्रो नम्बरमा रिक्वायरमेन्ट कलेक्सन भनेको कि अब तपाईँ त सफ्टवेयर, तपाईँ त प्रोग्रामर हैन, तपाईँ त सफ्टवेयर कम्पनीमा काम गर्ने व्यक्ति प्रोग्रामर। अब क्लाइन्ट तपाईँसँग भेट्न आउँछ, को आउँछ? क्लाइन्ट, कि मेरो सफ्टवेयर बनाइदिनु, मेरो सफ्टवेयर बनाइदिनु, मेरो प्रोग्राम बनाइदिनु। अब त्यसलाई सबभन्दा पहिला के कसरी ह्यान्डल गर्नुपर्ने हुन्छ? तपाईँ भन्नुहुन्छ डिफाइनिङ द प्रब्लम, तपाईँले कुन कामको लागि दिनु भन्छ? मलाई विद्यालयको लागि चाहियो। दोस्रोमा तपाईँलाई रिक्वायरमेन्ट कलेक्सन गर्नुपर्ने हुन्छ। त्यो व्यक्तिबाट रिक्वायरमेन्ट, तपाईँको सफ्टवेयरमा के चाहिन्छ, कुन कुन विशेषताहरू चाहिन्छ, हो कि न? कोही व्यक्ति तपाईँको कम्पनीमा तपाईँलाई भन्न आइरहेको छ कि मलाई सफ्टवेयर चाहिन्छ भने तपाईँले भन्नुपर्छ नि कि तपाईँको सफ्टवेयरमा कस्तो कस्तो किसिमको के चाहिन्छ, रिक्वायरमेन्टहरू चाहिन्छ, कस्तो कस्तो किसिमको के आवश्यकताहरू, कस्तो कस्तो किसिमको निड्सहरू चाहिन्छ। पुरा क्लियरली बुझ्नुभयो? हो, त त्यसलाई के भनेर लिन्छ? रिक्वायरमेन्ट कलेक्सन। र त्यसपछि एनालाइसिस। एनालाइसिस पनि जान्छ। एनालाइसिस मतलब के? कलेक्सन मात्रै गर्ने रिक्वायरमेन्ट हैन, एनालाइसिस पनि गर्नुपर्ने हुन्छ। ध्यान दिएर यहाँ सोच्नु है। एसडिएलसी भनेको एउटा प्रोसेस हो, मेथड हो, जुन प्रोग्रामरले प्रयोग गर्छ कुनै सफ्टवेयर बनाउनुभन्दा पहिला। प्लानिङ गर्नुपर्छ कि पर्दैन? फर्स्ट नम्बरमा के आउँछ? प्लानिङ मतलब डिफाइनिङ द प्रब्लम, प्रब्लमलाई डिफाइन गर्नु पर्यो। दोस्रो नम्बरमा तपाईँसँग क्लाइन्ट त भेट्न आउँछ। क्लाइन्ट भनेको कस्टमर, क्लाइन्ट त भेट्न आउँछ। त क्लाइन्टले भन्छ कि मेरो लागि सफ्टवेयर बनाइदिनु, त बनाइदिनुहुन्छ त्यतिकै? अब त्यसपछि तपाईँ क्वेसन गर्नुहुन्छ। के क्वेसन गर्नुहुन्छ? र तपाईँको सफ्टवेयरमा के चाहिन्छ, कुन उद्देश्यको लागि तपाईँलाई सफ्टवेयर चाहिन्छ, कुन कुन विशेषता राखिदियो। कुनै क्लाइन्ट जस्तै एकछिनको लागि सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर छ भने, कुनै व्यक्तिलाई घर बनाउनु छ भने इन्जिनियर कहाँ जान्छ भने इन्जिनियरले भन्छ पहिला किन आउनु भएको? त ठिकै छ, किन आएको होला? कि सर मलाई घर बनाउनु छ। त्यसपछि भइहाल्यो, यति भनेर भइहाल्छ। त्यसपछि इन्जिनियरले सोध्छ क्लाइन्टलाई, त
तपाईँ कुन उद्देश्यको लागि, रेसिडेन्सियल चाहिन्छ कि स्कुलको लागि चाहिन्छ कि कलेजको लागि चाहिन्छ कि बिजनेसको लागि चाहिन्छ कि तपाईँको ब्याङ्कको लागि चाहिन्छ, के को लागि तपाईँले घर बनाउन चाहनुभयो, कि भाडा लगाउने रेसिडेन्सियल नबनाएर तपाईँ घर बनाउने तर त्यसपछि त्यसमा फ्ल्याट अनुसार भाडा लगाउने उद्देश्य भन्नुपर्छ कि पर्दैन, त्यो सबै उद्देश्य। त्यसपछि सोच्छ तपाईँसँग कति जमिन छ, तपाईँ कतिको इन्भेस्टमेन्ट गर्ने, कस्तो खालको घर बनाउने, डिजाइनिङ कस्तो राख्ने, सबै त कसबाट कलेक्ट गर्छ भन्नुहोस् न? कोबाट कलेक्ट गर्छ? क्लाइन्टबाट, कस्टमरबाट। त्यस्तै अर्को कुरा यहाँ के हुन्छ, यहाँ सफ्टवेयरमा पनि हुन्छ, यता हेर्नु है, सफ्टवेयरमा पनि हुन्छ। सफ्टवेयरमा पनि तपाईँले के गर्नुपर्ने हुन्छ, क्लाइन्टबाट सोध्नुपर्ने हुन्छ तपाईँले कुन कामको लागि सफ्टवेयर चाहिन्छ, तपाईँलाई कुन उद्देश्यको लागि सफ्टवेयर चाहिन्छ, सबै रिक्वायरमेन्टहरू कलेक्सन गर्नुपर्ने हुन्छ। यहाँ रिक्वायरमेन्ट कलेक्सन गर्ने बेलामा सबै कुरा जरुरी छैन कि सबै कुरालाई फुलफिलै गर्न सकिन्छ, एनालाइसिस गर्नु सोच्नुपर्ने हुन्छ। युजरले भनेको कुरा, क्लाइन्टले भनेको कुरा सबै फुलफिल गर्न सकिन्छ कि सकिँदैन, किनभने तपाईँलाई कस्ट पनि हेर्नुपर्ने हुन्छ। उसलाई सोध्नुपर्छ तपाईँ कति बजेट, कति रुपियाँमा तपाईँलाई चाहिन्छ। उसले भन्छ मलाई 50,000मा एउटा सफ्टवेयर चाहियो, तर रिक्वायरमेन्टहरू ठुलो रिक्वायरमेन्टहरू बनिरहेको छ, मलाई यो पनि चाहियो, मलाई त्यो पनि चाहियो। तपाईँले त हेर्नुपर्छ नि, यो सफ्टवेयर बनाउनको लागि त 5 महिना चाहिन्छ, 6 महिना चाहिन्छ, यति मेन पावर चाहिन्छ र भनिरहेको छ। रिक्वायरमेन्ट ठुलो 50,000 दिन खोजिरहेको छ, त के त्यति बनाइदिने? तपाईँले आफै घाटा लाग्न सक्छ। त्यसमा के गर्ने? एनालाइसिस गर्ने। के गर्नुपर्ने हुन्छ? एनालाइसिस गरेर सोच्नुपर्ने हुन्छ, त्यसको बारेमा स्टडी गर्नुपर्ने हुन्छ, त्यो क्लाइन्टको तपाईँको फिजिबिलिटी स्टडी गर्नुपर्ने हुन्छ, ब्याकग्राउन्ड हेर्नुपर्ने हुन्छ, सपोर्ट गर्छ कि गर्दैन त्यो क्लाइन्टले। त्यसपछि डिजाइनिङ सुरु गर्नुपर्छ। अब डिजाइन बनाउनु पर्यो नि, अब सफ्टवेयर पेपर वर्कहरू भइरहेको छ, डिजाइन बनाउने, एल्गोरिदम, फ्लो चार्ट, स्युडो कोडहरूको कुराहरू आउँछ अहिले। डिजाइन जस्तै इन्जिनियरले क्लाइन्टबाट रिक्वायरमेन्ट कलेक्सन गरिसकेपछि घरै बनाउन सुरु गरिदिन्छ, मिस्त्रीहरूलाई पठाइदिन्छ, लेबरहरूलाई पठाइदिन्छ, अनि पहिला नक्सा बनाउँछ, डिजाइन भनेको नक्सा बनाउँछ, ब्लु प्रिन्ट बनाउँछ घरको। डिजाइनिङ भनेको यहाँ सफ्टवेयरको पनि के ब्लु प्रिन्ट बनाउनु, त्यसपछि काम गर्न सुरु गर्ने कि डाइरेक्टै कोडिङै गर्न सुरु गरिदिने? भनिदियो कस्टमर आइसक्यो अब कोडिङ गर्न सुरु गरिदियो, कोडिङ यस्तो हुँदैन। डिजाइनिङ बनाउनु पर्ने हुन्छ, फर्स्टमा कुन काम गर्ने, त्यसपछि के गर्ने, कसलाई कुन काम दिने, यो सबैको लागि डिजाइनिङ बनाउनु पर्ने हुन्छ। बुझिराख्नु भएको छ नि तपाईँले? अर्को डिजाइनिङ भइसकेपछि अब के गर्नुपर्ने हुन्छ? कोडिङ सुरु गर्नुपर्ने हुन्छ। कोडिङ सर्टेन कुनै प्रोग्रामिङ ल्याङ्ग्वेज तपाईँलाई युज गर्नुपर्ने हुन्छ। डिजाइनिङकै टाइममा तपाईँले कुन प्रोग्रामिङ ल्याङ्ग्वेज सुटेबल छ, सीबाट गर्ने कि जाभाबाट गर्ने कि पाइथनबाट गर्ने, कुन प्रोग्रामिङ ल्याङ्ग्वेज सुटेबल छ त्यो तपाईँले चुज गर्नुपर्ने हुन्छ पहिला नै। त्यसपछि कोडिङ गर्न सुरु गरिदिनुपर्छ। के गर्न? कोडिङ। कोडिङ मतलब सोर्स कोड लेख्नु, कोडिङ मतलब सोर्स कोड लेख्न सुरु गरिदिनुपर्छ। र सोर्स कोड लेख्ने बेलामा तपाईँले यहाँ हेर्नुहोस् है, एररहरू आउन सक्छ, त त्यसलाई के गर्नुपर्ने हुन्छ? टेस्ट गर्नुपर्ने हुन्छ। गल्ती छ भने त्यसलाई के गर्ने? सच्याउने काम गरिदिनुपर्ने हुन्छ। ठिक छ? तपाईँहरूले एररहरूको बारेमा मैले भनिसकेको छु, कति किसिमको एररहरू हुन्छ, त्यो सबै किसिमको एररलाई आइडेन्टिफाई गरेर के गर्नुपर्छ? फिक्स गर्नुपर्ने हुन्छ। फिक्स बग भनेको गल्तीलाई ठिक गर्नुपर्ने हुन्छ। त्यसपछि डिप्लोइमेन्ट गरिदिनुपर्छ। सबै कुरा ठिक छ भने, एरर पनि छैन, प्रोग्राम राम्ररी स्मुथली काम गरिरहेको छ भने तपाईँले त्यो सफ्टवेयरलाई के गरिदिनुपर्ने हुन्छ? डिप्लोइमेन्ट। डिप्लोइमेन्ट मतलब कसको लागि तपाईँले बनाउनु भएको हो, उसलाई दिनुपर्छ कि पर्दैन? पैसा लिने र त्यसपछि के गरिदिने? सफ्टवेयर दिने, त्यसलाई भन्ने गरिन्छ डिप्लोइमेन्ट। इम्प्लिमेन्ट गरिदिनु पर्ने हुन्छ उसको ल्यापटपमा, उसको सिस्टममा, उसको कम्पनीमा गएर त्यो सफ्टवेयरलाई के गरिदिनु पर्ने हुन्छ? इम्प्लिमेन्ट गरिदिनुपर्छ, ल्यापटपमा राखिदिनु पर्ने हुन्छ, सिस्टममा राखिदिनु पर्ने हुन्छ, ट्रेनिङ दिइहाल्नुपर्छ, यहाँ सिकाइदिनु पर्ने हुन्छ यो तरिकाले चलाउने। बुझ्नु भयो कि भएन? त यो के अन्तर्गत पर्छ? डिप्लोइमेन्ट मतलब के गरिदिनु? रिलिज गरिदिनु। रिलिज मतलब के? अब दिइहाल्नु, ल बनिसक्यो, हामीले बनाइसक्यो, अब ल तपाईँ लिनु सफ्टवेयर, त्यसलाई भन्ने गरिन्छ रिलिज। कसलाई? त एन्ड युजरलाई, जसको लागि तपाईँले बनाउनु भएको छ। बुझिरहेको छ? लास्टमा डिप्लोइमेन्ट गरिसकेपछि के आरामले अब भयो? होइन, कस्टमरको टचमा बस्नुपर्ने हुन्छ, क्लाइन्टको टचमा बस्नुपर्ने हुन्छ। त्यसले काहीँ कस्टमरलाई सफ्टवेयर चलाउने बेलामा दिक्कत हुनसक्छ, डिफिकल्टिजहरू आउन सक्छ, तपाईँलाई फोन गर्न सक्छ, तपाईँको कम्पनीमा आउन सक्छ, तपाईँबाट सहयोग माग्न सक्छ। त के गर्ने? मेन्टेनेन्स, मर्मत सुधारको पनि के दिने? सेवा दिने कि नदिने हो? मतलब लङ टर्मसम्म कस्टमरसँग एट्याचमेन्टमा बस्नको लागि पनि के गर्नुपर्ने हुन्छ? मेन्टेनेन्स। नत्र बनाइदिनु भयो, त्यसपछि होइन अब म तपाईँलाई चिन्दैनौँ, अब म तपाईँलाई चिन्दैनौँ, अब हामी तपाईँ कहाँबाट आउनुभयो कि होइन, हामी एकपल्ट दिएर पठाइसकेका छौँ, अब हामी केही पनि गर्न सक्दैनौँ। त्यसपछि तपाईँको कस्टमर डिस्ट्र्याक्ट हुन्छ, आउँदैन, तपाईँलाई ट्रस्ट गर्दैन, विश्वास गर्दैन। मेन्टेनेन्सको पनि दिनुहुन्छ सुविधा भने
ए यहाँ यो कम्पनी त राम्रो छ, ऊ साथीहरूलाई पनि भन्छ त्यहाँ गएर बनाउनुहोस्, कति राम्रो बोली व्यवहार छ, सपोर्ट पनि गरिरहेको हुन्छ, कुनै एररहरू आउँदा प्रब्लमहरू आउँदा फिक्स गरिदिन्छ, एकदम राम्रो छ, साथीहरूलाई पनि भन्ने गर्दछ हो कि। जस्तै तपाईँहरू यहाँ पढ्नुहुन्छ, राम्रो लाग्छ भने अरू साथीहरूलाई पनि भन्नुहुन्छ ए जाउँ न त्यहाँ, कुरा बुझ्नुभएको यसको बारेमा म तपाईँलाई डिटेल लेखाइदिन्छु, तर यो भनेको बेसिक कुराहरू बुझ्नुभयो नि, यति गाह्रो त भएन। ठिक छ, अब तपाईँहरूलाई म सोध्दैछु यति।